छाता नानु चिन्ता तपाईले ओ यहाँ झुन्डिरहेको छ ओ दे चिन्ताले मलाई हामी मकै पोलेर खान लागेको छ चितवनमा काठमाडौँ वैशाखमा मकै रोप्छ यहाँ चाहिँ पाकेर छिप्पेर खाने बेला भइसकेछ मकै अब मकै पोल्दैछ साराले पाके मेवा टिपेर ल्याएर त बुहारीले मकै अब आज भात खाने हो कि मकै खाने हो थाहा छैन काठमाडौँ पुरानो मकै खान्छ शक्तिखोर घुम्न पनि जाने हो आज शक्तिखोरतिर घुम्न पनि हामी गइन्छ भेटघाटतिर चिनेको मान्छेलाई हैन नचिनेको मान्छेले भेटघाट गर्न जाने हो आज भेटघाट जाने कार्यक्रम गर्न जाने कार्यक्रम छ अब हामी खाना खाएर गर्मी भए पनि हामी निस्किन्छौँ है गाइज साथीहरु निस्किन्छ है साथीहरु हामी अब यहाँ चाहिँ सिस्नु छैन नि फेरि यहाँ चाहिँ सिस्नु नपाउने ठाउँ पर्यो फेरि यो हामी सिस्नु नपाउने ठाउँ जस्तै प्युठान अनि फेरि हामी कुलेखानी जाँदा चाहिँ सिस्नु थियो यहाँ चाहिँ मकै घेरौला करेला पँदेल खसी भैँसी यहाँ चाहिँ त्यस्तो पोलेको मकै चितवनको शक्तिखोर भन्ने ठाउँ हो यो हामी त्यहाँ आइपुगेका छौँ आज शक्तिखोर बजार भन्ने नै यही रहेछ यही नै हो बजार भन्ने नै अब पुल हो यो चितवनमा घाम लागेको छ यसरी मकै पाकेको छ यस्तो छ यहाँ सुत्या छ मजाले हेर आमा छोरा सुतेको लाउन सबै भुइँमा ओछ्यान त ए फ्यान लाएर पुन्टु जत्रै फ्यान उसलाई मिल्ने फ्यान अनि ढेँडो खाने मान्छेको के सित खानुहुन्छ ढेँडो मकै ढेँडो कोदो ढेँडो खोले सिस्नु पकाउने नुन हाल्ने डल्ले खोर्सानी टोकेर खाने ट्र्याक्टर जाँदो रहेछ काटे घाँस काटे ल है सर्प आयो भन्छ अनिखेरि यतै गयो होला कसको काँक्रो फलेछ त्यहाँ भने कति राम्रो काँक्रो फले घेराउला हेर त ओहो त्यहाँ घेराउला कसको त्यो अरूको अघिको भिडियो हेरेर हाँस्दा हैरान भइसक्यो जसरी नाचे नाच्नु ल जस्तो आउँछ त्यस्तै नाच्नु गीत है त मार्छ बुढीले कहाँ हुन्छ होइन